यो हो महाशिला। पर्वत जिल्लाको महाशिला गाउँपालिकामा अवस्थित 1,30,000 घनमिटरमा फैलिएको यो ढुङ्गा महाशिलाको नामले परिचित छ। अहिले हामी महाशिला गाउँपालिकाको एसियाकै ठुलो शिलाको रूपमा परिचित महाशिला क्षेत्रमा आएका छौँ। करिब 18 रोपनी क्षेत्रफलमा फैलिएको यो ढुङ्गा दक्षिण एसियामै ठूला ढुङ्गामध्ये एक मानिन्छ। यही ढुङ्गाबाट प्रभावित भएर गाउँपालिकालाई महाशिला नामाकरण गरिएको हो। स्थानीयवासीले यस ढुङ्गालाई मेलढुङ्गा पनि भन्ने गर्छन्। यस महाशिला प्राकृतिक रूपमा अत्यन्त ठूलो, आकर्षक र ऐतिहासिक महत्त्व बोकेको छ र यहाँ शिवरात्रि, बाला चतुर्दशी, एकादशी जस्तो विशेष पर्वमा भगवान शिवजीको पूजाआजा गर्ने, सतबिज छर्ने गरिन्छ। किम्वदन्ती अनुसार महाभारतमा भगवान शिवले नन्दीको रूप धारण गरेर युद्ध गर्दा एउटा सिंह भाँचिएर पत्थरको रूपमा परिणत भई कालान्तरमा महाशिला भनेर पुजिँदै आएको हो भन्ने जनविश्वास यस महाशिला क्षेत्रमा रहेको पाइन्छ। यस महाशिलालाई नेपाल सरकारले नेपालको घुम्न लायक 100औं गन्तव्य मध्ये पनि समेटेको छ। यो वरिपरि घुम्दाखेरि एक मन चामलको भात पाक्छ भन्ने हाम्रो चाहिँ इतिहास छ र एउटा तीर्थ, एउटा पर्यटक हिसाबले पनि यो चाहिँ महाशिला नामाकरण गरेर अहिले यसको महाशिलाको चाहिँ भन्छ। शिवरात्रि र बालादशी मुख्य पर्वहरू हुन् र त्यसपछि अरू पूजा आराधना पनि भइरहन्छ। यहाँ पर्वमा पूजा आराधना भइरहन्छ। यहाँ हाम्रो विश्वास छ कि हाम्रो यहाँ मनले चिताएको कुराहरू पुरा हुन्छ भन्ने हामीलाई चाहिँ विश्वास छ।